हेलो गाइज वेलकम ब्याक टु माई मिनी ब्लग है। र आज पनि फेरि मैले नयाँ भिडियो बनाउँदैछु होइन। आज चाहिँ हामी बर्थडेमा जानु आँटेको नि त हो, गिफ्ट किन्नु आइरहेको थियौँ गिफ्ट स्टोरमा हो। यहाँ चाहिँ नानाहरू छ होइन। अन्त गिफ्ट हेर्दै थिएँ हो, मैले चाहिँ यो गिफ्ट हेरेँ हो, मन पऱ्यो मलाई पुरा हो। अन्त यहाँ मेरो गिफ्ट चाहिँ प्याकिङ पनि भइसक्यो होइन। अब म चाहिँ गिफ्ट लगेर जानु आँटेको होइन। यहाँ चाहिँ गिफ्ट स्टोर हो, यहाँ चाहिँ जे पनि पाउँछ होइन। जानु पऱ्यो भनेको थिएँ होइन। अन्त यहाँ चाहिँ हामी अब तल बस स्टपमा झर्नु पऱ्यो भन्दै थियो हो। यहाँ चाहिँ ठुलो गिफ्ट स्टोर छ नि त बस स्टपको माथिनिर। अन्त म चाहिँ झर्दै थिएँ, दिदीहरू चाहिँ अगाडि हिँड्दै थियो नि त हो। म त बिस्तारै झरिदिँदै थिएँ होइन। त्यहाँदेखिको चाहिँ टक्कै झरिसकेँ तल हो, रोड आइपुग्यौँ हो। यहाँ चाहिँ नाना थियो, नानाको हस्बेन्ड थियो हो। अब जाँदैछौँ हामी बर्थडेकोमा हो, नाना भएकोमा जाँदैछौँ। अन्त चाहिँ हामी बर्थडे इन्जोय गर्दै थियौँ हो। नाना चाहिँ नाच्दै थियो नि त, जिस्किँदै कि हामीसँग आइज नाच्नु भन्दै थियो होइन। तर म चाहिँ गएको नाच्नु, मलाई त आउँदैन नाच्नु त्यस्तो कि। नाना नाच्दै थियो खुसी भएर। अन्त नानाको चाहिँ यो कुर्ता चाहिँ बर्थडे गिफ्ट हो होइन। कस्तो दामी छ है, मलाई पनि पुरा मन पर्यो हो। चुन्नी पनि ठिक्कै म्याचिङको लगाइरहेको थियो उसले हो। म्याचिङै रहेछ नि चुन्नी पनि मजाको, घुम्नु जाँदा पनि सुहाउने खालके। खुसी भएर नाच्दै थियो।